रक्षा गर भगवतीकाली। म माता मनिषा विष्ट। कस्तो सपना देखेमा के फल प्राप्त हुन्छ भन्ने बारेमा हामीले हजुरहरूको सामु विभिन्न किसिमका भिडियोहरू प्रस्तुत गर्दै आइरहेका छौँ र आज पनि ढिलो नगरिकन लागौँ आजको विषयवस्तुतर्फ। हजुरले बारम्बार सपनामा दही खाएको देख्नुहुन्छ अथवा दही देख्नुहुन्छ भने एकदमै राम्रो हो, किनभने गरेको कार्यमा सफलता प्राप्त हुनेछ भनेदेखि सोचे आँटेको कार्यहरू हजुरले पुरा गर्न सक्नुहुन्छ र सबैबाट एकदमै प्रेम प्राप्त हुनेछ भनेर सङ्केत गराउने खालको सपना रहेको छ यो। र बारम्बार हजुरले सपनामा चाहिँ सेतो चन्दन देख्नुहुन्छ अथवा पान देख्नुहुन्छ अथवा हजुरले विभिन्न किसिमका फुलहरू चाहिँ देखिरहनुहुन्छ भने एकदमै राम्रो सपनाको रूपमा लिनुहोला, किन भन्दाखेरि हजुरको जीवनमा उन्नति प्रगति हुनेछ भनेदेखि चारैतिरबाट हजुरलाई एकदमै आम्दानीको बाटोहरू खुल्नेछ, साथ सहयोग मिल्नेछ र हजुरले गर्न लागेको कार्यमा सफलताका साथै धन प्राप्त हुनेछ भनेर जानकारी गराउने खालको सपना रहेको छ यो। र बारम्बार हजुरले सपनामा कुनै पनि कन्या देख्नुहुन्छ अथवा ब्राह्मण जाति देख्नुहुन्छ, ब्राह्मण जातिले चाहिँ हजुरलाई केही फल दिएको देख्नुहुन्छ भनेदेखि एकदमै शुभ सपनाको रूपमा लिन सक्नुहुन्छ, किनभने यस्तो सपना जो कहिले देख्दैनन् र यदि हजुरले देख्नुहुन्छ भने एकदमै राम्रो सपनाको रूपमा लिनुहोला, किनभने हजुरको जीवनमा भएको दुःख कष्टहरू हटेर जानेछ भनेदेखि उन्नति प्रगति हुँदै जानेछ र वंश बढ्नेछ, सन्तानको आगमन हुनेछ र हजुरको सन्तानमा पनि एकदमै राम्रो सन्तान प्राप्त हुनेछ भनेर जानकारी गराउने खालको सपना रहेको छ यो। र बारम्बार हजुरले सपनामा सेतो कपडा लगाएकी 8 वर्ष कि बढी पनि हुनु भएन र कम पनि हुनु भएन, सेतो कपडा लगाएको 8 वर्ष कि एकदमै सुन्दर सुशील कन्याले हजुरको सपनामा आएर पुस्तक दिएको देख्नुहुन्छ भनेदेखि यस्तो सपना चाहिँ भाग्यमानले मात्र देख्नुहुन्छ र एकदमै धेरै राम्रो सपना हो यो। किनभने यस्तो सपना देखेमा के फल प्राप्त हुन्छ त भन्दाखेरि हजुर यदि कुनै पनि ज्ञानको बाटोमा लाग्दै हुनुहुन्छ अथवा कुनै पनि शिक्षाको क्षेत्रमा हुनुहुन्छ भने एकदमै राम्रो हो, किनभने यस शिक्षाको क्षेत्रमा हजुरको उन्नति प्रगति भएर जानेछ भनेदेखि ज्ञान बढ्नेछ र हजुर कुनै पनि शिक्षासम्म सम्बन्धित रहेर खोज अनुसन्धान गर्दै हुनुहुन्छ भने हजुरले सफलता प्राप्त गर्नुहुनेछ र हजुरको पढाइको क्षेत्र एकदमै राम्रो भएर जानेछ भनेर सङ्केत गराउने खालको सपना रहेको थियो। र यति भन्दै आजको यस भिडियोबाट बिदा हुने अनुमति माग्छु। हस्त जय हो।